हेलो एभ्रिवान, गुड मर्निङ। मैले चाहिँ नयाँ चिजको थालनी गर्न लागेको छु हैन। नयाँ काम, नयाँ चिज भनौँ के भनौँ, अब नयाँ काम गर्न लागेको छु। खासै सानो लगानीबाट एउटा सानो पसल व्यवसाय गर्न लागेको छु। हजुरहरूलाई पनि मेरो पसलमा आउन मन लाग्छ भने कमेन्ट गर्नुहोला है। म युट्युबमा भिडियो बनाएर हाल्दैछु। होलसेलमा पाइन्छ सामान चाहिँ एकदम सस्तो र सुपथ मूल्यमा। हजुरहरूलाई पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ एभ्रिवान। मान्छेहरूले चाहिँ भन्छन् कि एभ्रिवान केही काम गर्नको लागि जोस जाँगर हुनुपर्छ अरे। मेरो जोस जाँगर नभएर हो कि एभ्रिवान, आई डोन्ट नो के हेरिदिनु होला हजुरहरूले मेरो पुरा सर्ट भिडियो। मन पराइदिनु होला। मन पर्यो भने कमेन्ट गर्नु होला। फेरि पनि म सर्ट भिडियो बनाउँदै हाल्दै गर्छु। पसलमा नयाँ नयाँ सामानहरू के आउँछ। बच्चाको हेर्नु वान पिस आछ। अनि त्यहाँबाट यो अहिले भाइरल तुना बान्नेवाला यो के रे यसलाई के भन्छ, टप्स आह, बच्चाको जाडोको सेट आह, यो फरवाला ज्याकेट पनि आछ एभ्रिवान। यो टी सर्ट त भइहाल्यो र भाइरल टी सर्ट। अनि यो सावर टी सर्ट केटा मान्छेको लागि पनि आछ। अनि यो त सधैँभरि हामीलाई चाहिने घर बस्दा जाडोको लागि सुरुवाल हुँदै हो हैन। सधैँभरि हामीलाई चाहिराख्ने, युज गरिराख्ने हामीले जाडोको लागि यिनीहरू सुरुवाल हो। यो बच्चाको सुरुवाल त झन् एभ्रिवान यति सस्तो छ कि जम्मा 80 रुपियाँको सुरुवाल छ है। एकदम सस्तो सुपथ मूल्यमा। केटी मान्छेको प्यान्ट मात्र 500मा, 550मा। हजुरहरूले मेरो पसल त भिजिट गरिहाल्नु भयो हैन। मैले देखाइहालेँ हैन। हजुरहरूले हेर्नुभयो, हेर्नुहुन्छ भन्ने आश छ यो भिडियो र मन पराइदिनुहुन्छ भन्ने पनि आश छ। केही चिजमा सक्सेस हुन नसके नि युट्युबमा सक्सेस हुन्छु कि भनेर भिडियो बनाउने आँट गरेर आजबाट भिडियो बनाएर हाल्छु। थोरै सर्ट भिडियो भने पनि भनेर सोचिरहेको छु। हजुर मेरो भिडियो मन पराइदिनु होला। लाइक, कमेन्ट, सेयर। कस्तो छ मेरो भिडियो, म नेचुरल हाल्छु हैन। मलाई एडिट गर्न केही आउँदैन। जस्तो बनाउँछु म त्यस्तै हाल्छु। हजुरहरूले मन पराइदिनु अनि त्यहाँबाट मेरो भिडियोमा के छ कमी कमजोरी हजुरहरूले भनिदिनु होला है। सबैजनाले बाई बाई। फेरि सर्ट भिडियोमा मिल्छौँ हामी सबैजनासँग। अहिलेलाई चाहिँ बाई बाई एभ्रिवान।